गुणस्तरीय शिक्षासँगै संस्कार अनुशासन र आधुनिक प्रविधिलाई प्राथमिकतामा राख्दै आएको मोरङको सुन्दरहैचा नगरपालिका वडा नम्बर 8 सलकपुर स्थित ब्राइट फ्युचर सेकेन्डरी स्कुलले आइतबार नवआगन्तुक कक्षा 11 का विद्यार्थीहरूको स्वागत, एसई उत्तीर्ण विद्यार्थीको विदाय तथा उत्कृष्ट जिपिए प्राप्त गर्ने विद्यार्थीलाई नगद पुरस्कार सहित सम्मान गर्दै भव्य कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल टीकाराम ढकाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोलेश्वर दुलाल, शिक्षक, पूर्व विद्यार्थी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा एसई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो। साथै विद्यालयबाट एसई उत्तीर्ण गरी उच्च शिक्षाको यात्रामा अघि बढेका विद्यार्थीलाई भावपूर्ण विदाई गर्दै सफल भविष्यको शुभकामना व्यक्त गरियो। कक्षा 11 मा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई विद्यालय परिवारमा औपचारिक रूपमा स्वागत गरिएको थियो। विद्यालयका अनुसार नयाँ शैक्षिक सत्रको प्रारम्भिक चरणमा कक्षा 11 को पठन पाठन 28 विद्यार्थीबाट सुरु गरिएको हो। हाल विद्यालयमा कक्षा 11-12 मा गरी करिब 500 विद्यार्थी अध्ययनरत छन्। यस शैक्षिक सत्रमा मात्रै कक्षा 11 मा 235 जना नयाँ विद्यार्थी भर्ना भएका छन् भने भर्ना प्रक्रिया अझै जारी रहेकोले विद्यार्थी सङ्ख्या थप वृद्धि हुने अपेक्षा गरिएको विद्यालय प्रशासनले जनाएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै संस्थापक प्रिन्सिपल टीकाराम ढकालले प्रविधि मैत्री, अनुशासित, शान्त र सिकाइ मैत्री वातावरण मार्फत विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्नु विद्यालयको मुख्य उद्देश्य रहेको बताउनुभयो। विद्यालयमा विज्ञान, व्यवस्थापन, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, बिजनेस स्टडिज विषयमा अध्ययन अध्यापन हुँदै आएको जानकारी दिँदै उहाँले आधुनिक शिक्षालाई नैतिक मूल्य र संस्कारसँग जोडेर अघि बढाएको उल्लेख गर्नुभयो। हामी विद्यार्थीलाई केवल राम्रो नतिजा ल्याउने होइन, समाजप्रति उत्तरदायी, सक्षम र संस्कारयुक्त नागरिक बनाउने लक्ष्यका साथ शिक्षण गरिरहेका छौँ। भाइ बहिनीहरूको पनि सहयोग र सद्भाव रहनेछ भन्ने हामीले आशा राखेका छौँ। ब्राइट फ्युचरमा हामीले कक्षा कोठाभित्र कन्टेन्टलाई, सिलेबसलाई मात्रै फोकस गरेर होइन, विद्यार्थी केन्द्रित शिक्षण विधि, शिक्षण सिकाइ क्रियाकलाप, विद्यार्थी मैत्री वातावरण र अतिरिक्त क्रियाकलापमा हामीले विशेष जोड दिएको छ। विद्यार्थीका विभिन्न खालका अलग अलग सिप र क्षमताहरू हुन्छन्। ती अलग अलग सिप र क्षमताहरूको पहिचान गर्दै त्यही क्षेत्रबाट त्यही विधालाई प्रमोट गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जनशक्ति उत्पादन गर्ने हाम्रो लक्ष्य रहेको हुँदा तपाईँहरूमा भएको सिप र क्षमताहरूलाई प्रस्तुत गर्ने प्लेटफर्मको रूपमा पनि ब्राइट फ्युचर रहेको कुरा अवगत गराउन चाहन्छु। आधुनिक प्रविधिको प्रयोग, प्रयोगात्मक सिकाइ, दक्ष जनशक्ति तथा विद्यार्थी मैत्री वातावरणका कारण विद्यालयप्रति अभिभावकको विश्वास वर्षेनी बढ्दै गएको उहाँको भनाइ थियो। प्रमुख अतिथि केदार प्रसाद गुणागाईले सुन्दरहैचालाई कोशी प्रदेशकै उत्कृष्ट शैक्षिक केन्द्रको रूपमा विकास गर्ने नगरपालिकाको दीर्घकालीन लक्ष्य रहेको बताउनुभयो। शिक्षाको गुणस्तर अभिवृद्धिका लागि विद्यालय, अभिभावक, शिक्षक र स्थानीय सरकारबीच प्रभावकारी सहकारी आवश्यक रहेको उल्लेख गर्दै उहाँले विद्यार्थीले आफ्नो रुचि, क्षमता र समयको माग अनुसारको सिप विकास गर्नुपर्नेमा जोड दिनुभयो। भनिरहेको लेटर ग्रेडिङको यो वा त्यो ग्रेड प्राप्त गर्यो भनेर खुसी साट्ने एउटा विषयको रूपमा मात्रै होइन, हाम्रा विद्यार्थीहरूले यहाँ सिकेको कारणले भोलि आफूलाई जिउनको लागि पनि सहज हुने खालको परिस्थिति अब तपाईँहरूले सिर्जना गर्न सक्नुपर्छ। त्यो ढङ्गले हाम्रा नानीहरूलाई सिप र दक्षतासहितको शिक्षा हामीले दिन सक्नुपर्छ। यो कुरामा ब्राइट फ्युचर लागिरहेको छ। म यसको अझै सफलताको म शुभकामना व्यक्त गर्न चाहन्छु। नगरपालिकाले गुणस्तरीय शिक्षाको प्रवर्धनका लागि आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोलेश्वर दुलालले विद्यार्थीको रुचि, क्षमता र सम्भावनाको समयमै पहिचान गर्न सके उनीहरूको भविष्य अझ उज्जवल भन्ने धारणा राख्नुभयो। अभिभावकको मेहनत, विश्वास र त्यागको सम्मान गर्दै अनुशासन, लगनशीलता र सकारात्मक सोचलाई जीवनको आधार बनाउन उहाँले विद्यार्थीहरूलाई आग्रह गर्नुभयो। तपाईँले जहिले पनि आफ्नो इमान्दारिता र तपाईँले आफ्नो स्वभाव र आफूभन्दा ठुलो मान्छेको सम्मान र आफ्ना गुरुहरूलाई इज्जत दिन सिक्नुभयो भने तपाईँ आफै त्यो बाटोको सुरुवात गर्न सक्नुहुन्छ। तपाईँहरूलाई थाहा छ, यो स्कुलमा जब म 10 वर्ष अगाडि समावेश भएँ र यो स्कुलको आमूल परिवर्तन हामीले गऱ्यौँ
यो स्कुलमा इन्फ्रास्ट्रक्चरदेखि लिएर गएर यसका भित्रका सबै संरचनाहरू हामीले परिवर्तन गऱ्यौँ। आजको टेक्नोलोजी युग अनुसार पढाउँदै जानुपर्छ, विद्यार्थी अब्बल निकाल्नुपर्छ। ब्राइट फ्युचरका विद्यार्थीहरू यहाँ नेपालमा मात्रै होइन संसारभरि अब्बल बनाउनुपर्छ भनेर हामीले जुन खर्च लगानी गरेर यो इन्फ्रास्ट्रक्चर बनायौँ तपाईँका अगाडि छ। सफलता केवल राम्रो अङ्कले मात्र मापन हुँदैन, असल चरित्र, अनुशासन, निरन्तर मेहनत र सही संस्कारले नै विद्यार्थीलाई जीवनभर सफल बनाउँछ। औपचारिक कार्यक्रमसँगै विद्यार्थीहरूले प्रस्तुत गरेका आकर्षक गीत, नृत्य तथा विविध सांस्कृतिक कार्यक्रमले समारोहलाई थप जीवन्त र उल्लासमय बनाएको थियो। विद्यार्थीहरूको प्रतिभा, सृजनशीलता र सांस्कृतिक पहिचान झल्काउने प्रस्तुतिले उपस्थित अभिभावक, शिक्षक तथा अतिथिहरूको मन जितेको थियो। स्वागत समापन, विदाई, प्रेरणादायी सम्बोधन र सांस्कृतिक प्रस्तुतिको सम्मिश्रण बनेको उक्त कार्यक्रमले नयाँ शैक्षिक सत्रलाई उत्साहपूर्ण सुरुवात दिएको सहभागीहरूले बताएका छन्। विद्यालयले आगामी दिनमा पनि गुणस्तरीय प्रविधि मैत्री र मूल्यमा आधारित शिक्षा मार्फत दक्षता, जिम्मेवार जनशक्ति उत्पादन गर्ने आफ्नो अभियानलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ। जनचर्चा टाइम्सका लागि मोरङको सुन्दर रैचाबाट एलएन गच्छदारको रिपोर्ट।